नेपालको सर्लाही जिल्लामा अवस्थित बरहथवा नगरपालिकाको मुख्य विकास, द्रुत शहरी विस्तार, महत्त्वपूर्ण कृषि व्यवसायीकरण र ग्रामीण क्षेत्रलाई आधुनिकीकरण केन्द्रमा परिणत गर्न डिजाइन गरिएका प्रमुख पूर्वाधार परियोजनाहरूद्वारा सञ्चालित छ। प्रमुख विकासहरूमा समावेश छन् शहरीकरण र पूर्वाधार विस्तार। 2015मा स्थापना भएदेखि नगरपालिकाले निर्माण क्षेत्रहरूमा 183% वृद्धि अनुभव गरेको छ। कृषि भूमिलाई आवासीय र व्यावसायिक स्थानहरूमा रूपान्तरण गर्दै विशेष गरी बरहतवा बजार र प्रमुख सडकहरू वरपर। यो क्षेत्र बढ्दो रूपमा राष्ट्रिय यातायात सञ्जालसँग राम्रोसँग जोडिएको छ। कृषि व्यवसायीकरण। यो क्षेत्र निर्वाह खेतीबाट व्यावसायिक कृषिमा रूपान्तरण हुँदैछ। काठमाडौँ र अन्य शहरहरूमा ढुवानी गरिएका कृषि उत्पादनहरूको लागि एक महत्त्वपूर्ण बजार केन्द्रको रूपमा सेवा गर्दै। भूजल व्यवस्थापन र दिगो कृषि। बरहतवाले अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थान IWMI सँगको सहकार्यमा दिगो भूजल व्यवस्थापनको लागि एक मोडेल अग्रणी गरिरहेको छ। यसमा विशेष गरी पानीको अभाव भएका क्षेत्रहरूमा बाली उत्पादन बढाउन सिँचाइ दक्षता जस्तै थोपा सिँचाइ, सुधार गर्न विद्युतीय र सौर्य पम्पहरूको प्रयोग समावेश छ। शैक्षिक र सामाजिक विकास। संयुक्त राष्ट्र विकास कार्यक्रम UNDP र चाइना एडद्वारा समर्थित परियोजनाहरूले शिक्षा, महामारी पुनरुत्थान र स्थानीय विद्यालयहरूमा राम्रो सरसफाई सुविधाहरू प्रदान गर्दैछन्। वातावरणीय र स्रोत योजना। नगरपालिकाले वातावरण संरक्षण गर्दै निर्माणलाई समर्थन गर्न बागमती नदीबाट बालुवा, ढुङ्गा र गिट्टी जस्ता नदी सामग्रीहरूको दिगो निकासी व्यवस्थापन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन EIA सञ्चालन गरिरहेको छ। उद्यमशीलता र डिजिटल नवप्रवर्तन। नगरपालिकाले स्थानीय उद्यमशीलता पारिस्थितिक प्रणालीलाई बढावा दिँदै स्टार्टअप र डिजिटल नवप्रवर्तनलाई प्रवर्धन गर्न स्थानीय सहकारीहरूलाई सहयोग गरिरहेको छ। नगरपालिकाको जनसङ्ख्या द्रुत गतिमा बढिरहेको छ। यस दशकमा 1 लाख नाग्ने अपेक्षा गरिएको छ, जसले पूर्वाधार र सेवाहरूको उच्च मागलाई बढावा दिन्छ।